यता चाहिँ हाम्रो रोटी छ रोटी 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 सरुवा आउनु न लिएर यता चाहिँ हाम्रो पूजाको सरुवा छ है हेर्नु है गाइजहरु हेलो यता चाहिँ पप्पा हुनुहुन्छ पप्पाले चाहिँ अन्डा पोल्दै हुनुहुन्छ यता आगोतिर यता सीमा हुनुहुन्छ भिडियो राम्रो राम्रो बनाउँदै हुनुहुन्छ यता चाहिँ मामा र सेमा हुनुहुन्छ है कुखुरा पोल्दै हुनुहुन्छ तातो तातो घाममा यता चाहिँ मासु पकाउनलाई हाम्रो मसला रेडी छ यता चाहिँ हाम्रो शिवले अन्डा भाग लाउँदै हुनुहुन्छ है गन्दै यता देमा हुनुहुन्छ 3 4 5 6 7 8 9 10 11 12 नै भयो 12 यता टपरी हेर्नु कस्तो राम्रो छ टपरी गाँस्ने चाहिँ यता सीमा हुनुहुन्छ है यता हाम्रो मनोज देप्पा चाहिँ आज दिउँसैदेखि ल्याङ भएर सुतिराख्नु भएको छ देप्पा बब्बाङ ता बुबुले चाहिँ के काट्नु भएको हलदारी हो हलदारी हलदारी यता हाम्रो मासु रेडी छ है मासु बब्बाङले चाहिँ के को लागि काट्नु भएको हलदारीको लागि हो हलदारीको लागि चाहिँ जाते छ है जाते जाते मिठो छ एक थोपाले 4 गाँस भात खाइन्छ हो पप्पाले चाहिँ के गर्नु भएको यो भनेको चाहिँ फेरि पुजारी र टुक्खालाई शिर उठाउनु ए ल मेरो त सकियो अब सक्यो हेर्ने मेरो सकियो अब पुजारीलाई यो यता छ हाम्रो पूजा गर्ने ठाउँ चाहिँ पूजा गर्दै हुनुहुन्छ अझै कुखुरा त काट्नै बाँकी छ कस्तो बाबा जस्तो कष्टैदियो होला कष्टैदियो कि आउनु न कितना यहाँनिर नि त भने छिटो गर है मान्छेले भेटिरहेको छ है